फुटेर होइन जुटेर हामी देश विकास गर्नको लागि अगाडि बढौँ। फुटेर होइन जुटेर अब देश विकास र समृद्धि सुशासन गर्नको लागि हामी अगाडि बढौँ। यी भ्रष्टाचार व्यथिति विसङ्गतिका विरुद्ध, यी दलालहरूका विरुद्ध हामी एक ठाउँमा भएर लडौँ, एक ठाउँमा भएर लडौँ। आज धेरै नै खुसी लाग्यो। म कृष्ण रावल धेरै खुसी छु। आज राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील पार्टीमा पार्टी एकता भएको र आदरणीय युवा नेत्री रन्जु दर्शनाको जुन खुसी र जुन अठोट देखेँ, त्यसले गर्दा मलाई पनि मनमा एकदम हर्ष र अझै ऊर्जा थपिएको छ। साथीहरू, हामी फुटेर होइन जुटेर हामी यो देशलाई समृद्ध बनाउनको लागि सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी सृजना र यो राजनीतिक स्थायित्व दिनको लागि हामी जो वैकल्पिक शक्तिहरू छौँ, हामी शक्तिहरू एक ठाउँमा आएनौँ भने पक्कै पनि हामीले देखेको सपना अझै अन्धकार हुनेछ। त्यसो भएको हुनाले सबै वैकल्पिक शक्तिहरू जुन देश र समाज परिवर्तन गर्ने जुन हुटुटी बोकेका साथीहरूले एकै ठाउँमा आएर, एकै छातामा आएर एकबद्धता गर्दै एकै मैदानमा आएर अब आउने चुनावमा पक्कै पनि अब राष्ट्रिय स्वतन्त्र पार्टी या हजुरहरू आउनुभएका सबै दलहरू एक ठाउँमा आएर अबको मैदान अझै फराकिलो बनाउँदै अबको मिसन हामीले राजनीतिक स्थायित्व बनाउनै पर्ने हुन्छ। नभए हामी जति कराए पनि, हामीले जति आश गरे पनि, जति भरोसा गरे पनि त्यो व्यर्थ हुन्छ। साथीहरू, पक्कै पनि अब जोस र जागर को साथ जुन अगाडि बढिरहेको जुन पार्टी छ, राष्ट्रिय स्वतन्त्र पार्टी, र हजुरहरू वैकल्पिक शक्तिहरू जुन परिवर्तनका आशा र अपेक्षा र हुटुटी बोकेर जुन साथीहरू अगाडि बढिरहनु भएको छ, हजुरहरू आउनुहोस्। एकै मैदानमा, एकै छातामा, एकै चुनाव चिन्हमा अझै एकबद्ध भएर लड्नुहोस्। हामी सफल हुनेछौँ, हामीले देखेका सपना साकार हुनेछन् भन्दै सबैजनालाई एकै ठाउँमा आउन आह्वान गर्दै म कृष्ण रावल पनि यो एकै ठाउँमा आएको हेर्ने इच्छा जाहेर गर्दै, व्यक्त गर्दै म छुट्टिन चाहेँ। हजुरहरू सबैको जय होस्। सबैलाई धन्यवाद। जय घन्टी, जय देश, जय राष्ट्र। यो सबैले स्पष्टसँग सुन्नु होला। यहाँ आउने बित्तिकै भाड भैलो गर्नुहुन्छ कि भन्ने पनि छ। यहाँहरूलाई विश्वास पनि दिलाउन चाहन्छु, भाड भैलो हुँदैन, भाड भैलो गरिँदैन। भाड भैलै गर्न आएको होइन। विवेकशील साझा पार्टी र रासोपा मिल्दै गर्दाखेरि मिल्नको लागि त्यति कठिन पनि होइन रहेछ भन्ने सन्देश हामीले प्रभाव गर्न खोजेका थियौँ र त्यो प्रभाव पनि भयो होला। निर्वाचनबाट बहुमत यो पार्टीले ल्याउनै पर्छ, वैकल्पिक शक्तिले ल्याउनै पर्छ। तब मात्र हामी लगभग 1 दशकसम्ममा आर्थिक उन्नतिमा पुग्न सक्छौँ। रासोपाले यति ज्वलन्त रूपमा यति कम समयमै पार्लियामेन्टमा हस्तक्षेपकारी भूमिका खेल्छ भन्ने पनि लागेको थिएन। त्यसकारणले म आदरणीय यस पार्टीका सभापति रवि लामिछानेज्यूप्रति एउटा कुराको कृतज्ञता, प्रशंसा सधैँभरि गरिरहन्छु। जुन छोटो समयमै देशका शार्प ब्रेनहरू, विवेक भएका, बुद्धि भएका मान्छेहरूले उहाँले एउटा प्लेटफर्ममा कलेक्ट गर्न सक्नुभयो, कलेक्ट गरेर पार्लियामेन्टमा पठाउनु भयो। त्यो कुरा त गर्नलाई ठुला पार्टीसँग दशकौँ थिए त। उहाँले किन गर्नु भएन? उहाँले गर्नु भएन, रासोपाले त्यो गर्यो र म त्यसको प्रशंसक सधैँभरि रहिरहनेछु। अहिले पनि फेरि हामी स्वतन्त्रै बस्छु, स्वतन्त्रै हुन्छु भन्ने साथीहरूलाई पनि एउटा आह्वान गर्न चाहन्छौँ। स्वतन्त्र हुने
भनेदेखि त्यो एकताको बल अझ बलियो हुन्छ। आउनुहोस् मिलेर काम गरौँ। आज यहाँ बोल्दै गर्दाखेरि जसको आदर्शले मैले 17 वर्षको कलिलो उमेरमा राजनीति सुरु गरेँ, उहाँको विषयमा धेरैजनाले धेरै कुछ भनिसक्नु भयो। उहाँको बारेमा अझै कुरा थाहा पाउन उहाँले लेख्नु भएको किताब वाइ नेपाल पढ्दाखेरि पनि भयो। उहाँको विषयमा कुरै नगरिकन मेरो पनि यो केही शब्दहरू त टुङ्गिँदैनन्, तर उहाँले के भन्नुहुन्थ्यो र आजको एकता उहाँले भन्नुहुने कुराबाट फरक छ कि छैन भन्ने कुरा पनि म प्रश्न पार्दै जान्छु। उज्जवल दाइले सधैँभरि नाममा ल्याङल्याङ नगर काम गरेर देखाऊ भन्नुहुन्थ्यो र आज हामीले त्यही गरेका छौँ। मलाई बारम्बार मिडियाका साथीहरूले र यो एकता नमन पराइरहनु भएको साथीहरूले तिमीहरू बिलाउन गयो भनिरहनु भएको छ। हामी बिलाउन गएका होइनौँ, हामी मिलाउन आएका हौँ। यो सबैले स्पष्टसँग सुन्नु होला। अर्को एउटा कुरा, तपाईँहरूले धेरै टुटफुट झेलिसक्नुभयो, यहाँ आउने बित्तिकै भाड भैलो गर्नुहुन्छ कि भन्ने पनि छ। ए बाबा, त्यही टुटफुट झेलिसकेको भएर त ठुलो पाठ सिक्यौँ हामीले, टुटेर हुँदैन रहेछ जुटेर हुन्छ भनेर।